ठोकेर रहेछ। सो हेलो गाइस, सबैजनालाई स्वागत छ आजको मेरो लङ भ्लगमा स्वागत छ। हात जोडेर भन्नु न। जय नेपाल, जय नेपाल, जय राजकृष्ण। रवि बालेनको यसमा भूत चढेको छ गाइस, त्यही भएर जय नेपाल, जय नेपाल। त्यो गलत रास्ता आ गए क्या हम। आज चाहिँ म तपाईँहरूलाई देखाउनेवाला छु जय राष्ट्रिय स्वतन्त्र पार्टी की जय। राष्ट्रिय स्वतन्त्र पार्टी की जय। तो गाइस आज हामी बोजे पोखरी घुम्ने भनेको, बोजे पोखरी उता गयो, हामी घुमेर आएको। जय नेपाल, जय नेपाल, जय नेपाल। मलाई लागिरहेछ कि यो बाटो गलत हो। गलत फर्काउनु पर्छ। हेर त छर्काएको, हेर त तेह्रमा गणपति पर्छ। टाको चाहिँ छ यसमा, टाको चाहिँ त्यहाँबाट तल गएपछि पुगिन्छ होला। बोजे पोखरी चाहिँ देखाउँछु गाइस तपाईँहरूलाई। ल मैले बाटो भेट्ट आइसकेँ। ल त्यहाँ चाहिँ पहिले भगवान्को दर्शन गर्नु पऱ्यो, त्यसपछि बोजे पोखरी हेर्नु सबजनाले। हेर यहाँ नेपालमा यस्तो ठुडाको बोल पनि छ गाइस। केपिआरमा एकछिन यो बालेन ल्याएपछि ठुडाको बोल चेन्ज हुन्छ होला नि। हेर त यो काठको बोल बनाएको छ यार गाइस। मान्छेले के काठको पोल केको लागि? बिजुलीको पोल काठको हालिएको छ गाइस पुरै। अप्ठ्यारो टुट्छ नि कुनै दिन यार। बिजुली होइन त्यो अरूमा के होइन पर्सनल वाइफाई। पर्सनल फेरि होला, यस्तो तार यति झुन्ड्यायो भने त टुट्छ त यार। खाइदिउँ त किन न कहाँ हो गाइस। यही हो यहाँको चाहिँ अब कहाँ मन्दिर, त्यसपछि चाहिँ उता भोजे पोखरी जो चाहिँ हाम्रो यहाँ चाहिँ ठुलो छ एकदम। भोजे पोखरीबाट कता हो? महालक्ष्मीमा पर्छ, महालक्ष्मीमा पर्छ गाइस। महालक्ष्मी। सो गाइस यहाँ चाहिँ म्युजिक बजेको थियो, त्यही भएर यो भिडियो बनाउन मिलेन, कपिराइट लाग्छ बाहिरबाट म्युजिक हाल्यो भनेर। त्यही भएर मैले भोइस ओभर गरेको। यहाँ चाहिँ एकदमै राम्रो मन्दिर छ गाइस, मूर्तिहरू पनि राम्रो। र एउटा सानो भाइले त्यहाँ चाहिँ घन्टी बजाउँदै थियो र यहाँ चाहिँ अलिकति कपिराइटको समस्या भएर भोइस ओभर गर्नु पर्यो गाइस, अरू केही छैन त्यस्तो। रिस्क किन लिन्छ? रिस्क यसमा एउटा टाँको छ कि गाइस, योबाट त बचेर हिँड्नुपर्छ, फोन फाल्देला यहाँ नदीमा। किन फाल्छ? जय राष्ट्रिय स्वतन्त्र पार्टी भन ल भन नि त, यहाँ त केपीको प्रचार गर्नु परिन्छ नाम। पानी हेर त गाइस, यस्तो हुन्छ नआकुरी। राष्ट्रिय स्वतन्त्र पार्टी की जय भन। यो बालिनले बनायो र यस्तो जे भन्नलाई बालिनले बनायो र यस्तो। ए रन्देर हेर त गाइस कस्तो कोर्समा फालिएको छ मानिस। विकास त गरिरहेको छ तर त्यस्तो हुन सकेको छैन कि जस्तो हुनु पर्छ। बाँदर यो के हो तलको? हेर त पुरै नदी बस। यो हरियो के हरियो? पुरै हेर्नुहोस् है गाइस, धेरै ठुलो छ। हामी चाहिँ यहाँ अगाडि भोटमा पनि गएको छौँ, उता भोट पनि छ, डुङ्गा सानो हाँस जस्तो पनि छ एउटा। यहाँ चाहिँ हामी तरिसक्यौँ भन्नाले त्यो नदीमा पौडी खेलिसक्यौँ हामीले डुङ्गामाथि बसेर। यस्तो नदी चाहिँ ठुलो छ, 50 रुपियाँ लिन्छ ऊ त्यो। अब एक दिन हामी फेरि बसेर देखाउँछौँ ऊ त्यो। त्यहाँ चाहिँ बोटहरू राखिएको छ। बोट भन्छ कि भोट भन्छ? बोट भन्छ कि आउँदैन अब भन्न नि। डुङ्गा पानी धेरै थियो तर पानी अहिले भरिसक्यो। हिन्दी गीत गाउँछ के गर्छ? गाउनु त एउटा हिन्दी गाउनु गाउँ यार, कस्तो गाउनु यार हिँड्दाखेरि। ब्लगमा त त्यस्तो नभन्नु। भित्र चाहिँ भ्लगमा एउटा टाको छ कि गाइस आज त भ्लगमा भित्र त भ्लग भिडियोमा नै हेर्नु तालचा लाग्छ यार गाइस। अड्क्यौँ त हामी त फस्यौँ गाइस। तालचा साँच्चीकै ठोकियो हो र। आऊ ठोकिएर रहेछ।
पोखरीभित्रै बस्नुपर्छ कि के हो गाइज आज हेत्तेरी त्यो बाटो आएर मैले सही गरेँ कि नै अब भन्नु पर्यो यहाँ माथिबाट जाने र कहाँबाट जाने गइदिउँ जस्तो पनि लागिरहेको छ यो पुरा पार गरेर मलाई बेला भेट्नु राम्रो बोलायो ब्लगमा तपाईँ के यो मान्छे यस्तै छ कि गाई मन्दिरमा हेर न लाइटिङ साइटिङ मिलाएको छ पुरै यसको टक्क पारेर राम्रो बनाएको चिया चिया खाउन यहाँ चिया नेपालमा खाउनु चिया कतिको भयो खुवाउँछ यार चिया खुवाउन पनि यस्ता छन् मान्छे बरु यो कुकुर आयो भने यसले हड्डी छोड्छ यिनीहरूले पैसा छोड्दैनन् के यस्ता छन् मुकेश यो गाछ चिया नेपाल कतिको अब हामी चाहिँ चिया त्यत्तिकै खानु पनि हुन्न यार मैले त्यसै भनेको चिया खानु हुँदैन पैसा नभइरहेको फेरि हामी त्यही मन्दिरतिर रिटर्न हुन लाग्यौँ अब यो भ्लगलाई चाहिँ यहीँ अन्त्य गरौँ फेरि अर्को भिडियो चाहिँ हाम्रो बबाल आउनेवाला छ गाइस सबजनाले युट्युब च्यानल सब्सक्राइब गरी एउटा लाइक पनि गरिदिनु होला अहिलेलाई चाहिँ बाई बाई मेरो च्यानल पनि